हेलो एन्ड नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो अर्को भिडियोमा। आज चाहिँ म तपाईँहरूलाई सेयरमा कसरी क्यास डिभिडेन्ड, बोनस डिभिडेन्ड क्याल्कुलेट गर्न सकिन्छ भन्ने छोटो जानकारी दिन गइरहेको छु। त्यसैले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। हजुरले पहिला आफ्नो ल्यापटप अथवा मोबाइल जेसुकै छ त्यसमा गएर हजुरले पहिला गुगल क्रोम खोल्नु होला। गुगल क्रोम खोलिसकेपछि हजुरले क्याल्कुलेट क्यास डिभिडेन्ड भनेर सर्च गर्नु होला। क्याल्कुलेट क्यास डिभिडेन्ड सर्च गरिसकेपछि यस्तो इन्टरफेस देख्नुहुन्छ। जुन इन्टरफेसमा हजुरले डिभिडेन्ड क्याल्कुलेटरमा क्लिक गर्नु होला। डिभिडेन्ड क्याल्कुलेटरमा क्लिक गरिसकेपछि सेयर क्वान्टिटी, बोनस डिभिडेन्ड, क्यास डिभिडेन्ड भन्ने देख्न सक्नुहुन्छ। जुनमा तपाईँले आफ्नो सेयर क्वान्टिटी राख्नु होला। मेरो सेयर क्वान्टिटी 1000 रहेको छ र बोनस डिभिडेन्डमा कम्पनीले कति बोनस दिएको छ त्यो राख्नु होला र क्यास डिभिडेन्डमा कम्पनीले कति दिएको छ त्यति राख्नु होला। मेरो चाहिँ 12% रहेको छ र त्यसरी क्याल्कुलेट गरेर हेर्दा क्यास अमाउन्टमा 12,000, बोनस सेयर ट्याक्स 5%ले 250, क्यास अमाउन्ट ट्याक्स 5%ले 600 र टोटल पेएबल ट्याक्स गरेर 850 र रिसिएबल बोनस क्वान्टिटीले 50 गरेर चाहिँ यसरी हामीले चाहिँ क्यास डिभिडेन्ड, बोनस डिभिडेन्ड क्याल्कुलेट गर्न सकिन्छ। हस् त, धन्यवाद।